एकछिनको लागि कल्पना गर्नुहोस् कि तपाईँलाई एउटा हातमा सानो घाउ लाग्यो, काट्यो। तपाईँलाई दुख्ने दुखाइ र अर्को व्यक्तिलाई पनि त्यति नै मात्रामा ठ्याक्कै त्यस्तै हातमै घाउ लाग्यो भने उसलाई दुख्ने दुखाइ फरक हुन्छ। घाउ एउटै प्रकृतिको एउटै भए तापनि दुईजनालाई दुख्ने मात्रा चाहिँ फरक फरक पर्छ। फरक व्यक्तिमा छोडिदिनुहोस्, एउटै व्यक्तिमा तपाईँ 10 वर्षको उमेरमा लागेको एउटा घाउ र 30 वर्षको उमेरमा लागेको त्यही प्रकृतिको घाउ भयो भने पनि दुखाइ भनेको फरक पर्छ। समान प्रकृतिको घाउमा पनि दुखाइ चाहिँ फरक हुन्छ भन्ने कुराको पहिलो अब्जर्भेसन भनेको डाक्टर हेनरी बिचरले वर्ल्ड वार 2 मा गरेका थिए, जहाँ चाहिँ फ्रन्ट लाइन वारियरहरू जुन हुन्छ, लडाकुहरू घाइते भएर हस्पिटल ल्याइन्थ्यो। त्यो घाउ भए पनि उनीहरूले दुखाइको कम्प्लेन कम गर्थे, तर हस्पिटलमा नेचुरली आएका बिरामीहरूलाई त्यस्तै घाउ भयो भने उनीहरू बढी दुखिएको भनेर कम्प्लेन गर्थे र हस्पिटलमा नेचुरली आएका बिरामीहरूलाई मोर्फिनसम्म दिनु पर्थ्यो घाउको दुखाइ कम गर्नको लागि। तर वारमा घाइते भएर लिएर आइएका लडाकुहरूलाई कहिले पनि त्यस्तो मोर्फिन दिनु परेन। एउटा घाउले उनीहरूलाई जीवन दिएको हुन्छ कि यदि त्यो घाउ नलागेको भए फ्रन्ट लाइनमा बसेर उसले युद्ध गर्नु पर्दथ्यो र कुनै पनि समय ऊ मारिन सक्थ्यो। त्यो घाउ भएकै कारणले गर्दाखेरि उसले जीवन चाहिँ गिफ्ट पाए नि त। अस्पतालमा भएका बिरामीहरूको लागि त्यो घाउ भनेको एउटा कुनै रोगको सुरुवातको लक्षण हुन सक्थ्यो, अथवा म डिसेबल हुन सक्छु अब भोलिदेखि भनेर डिसेबिलिटीको लागि उसले दुःख मनाउ गरेको हुन सक्थ्यो। र त्यसको ब्याकग्राउन्ड स्टोरीको कारणले गर्दाखेरि मान्छेलाई कुन घाउ कति दुख्ने भन्ने कुराको निर्क्युल हुँदो रहेछ। भौतिक दुखाइ भनेको पनि सापेक्षिक हुँदो रहेछ, यो पुरापुर सत्य हुँदो रहेछ भन्ने कुरा अर्को इक्जाम्पलमा पनि छ। कहिलेकाहीँ ग्याङ्ग्रिन भएर, क्यान्सर भएर वा एक्सिडेन्ट भएर खुट्टा काट्नु परिरहेको हुन्छ। खुट्टा काटिसकेपछि त्यो घाउ निको भएको धेरै समयपछि पनि काटेर फालिसकेको खुट्टा, हुँदै नभएको खुट्टा पनि दुखिरहन्छ कि। यसरी हुँदै नभएको खुट्टा दुख्ने फेनोमेननलाई फ्यान्टम लिम्ब पेन भनेर भनिन्छ। यो भूत जस्तै भएन त, जे चिज छँदै छैन त्यो दुखिरहेछ। अब यसले के प्रमाणित गर्दछ भन्दाखेरि दुखाइ भनेको वास्तविक चोट अथवा रोगले त सिर्जना गर्छ नै, तर त्यो भन्दा पनि बढी दुखाइ भनेको दिमागले अथवा मस्तिष्कले निर्माण गर्ने एउटा अनुभव रहेछ भन्ने कुरा प्रमाणित गर्छ। एउटा रबर ह्यान्ड एक्सपेरिमेन्ट पनि छ, जसलाई फेक ह्यान्ड एक्सपेरिमेन्ट पनि भनिन्छ, जसमा चाहिँ एउटा रबरले बनेको हातमा चाहिँ हम्मरले हान्दाखेरि आफूलाई नै दुखेको जस्तो हुन्छ। भन्नुको मतलब दिमागले कहिलेकाहीँ आर्टिफिसियल्ली हुँदै नभएको दुखाइलाई उत्पादन गरिरहेको हुन्छ। अब कहीँ आगोले पोल्यो भने तापक्रम चाहिँ एउटा स्टिमुलस हुन्छ। त्यो स्टिमुलसलाई चाहिँ हाम्रो छालामा रहेको स्नायुहरूले ग्रहण गर्दछन्, जसलाई नोसिसेप्सन भनिन्छ। यो चाहिँ एउटा र डेटा जस्तो हो र यो इनपुट इलेक्ट्रिक इम्पल्स बनेर स्पाइनल कोड तथा अन्त्यमा मस्तिष्कसम्म पुग्दछ। अब दिमागले त्यो इम्पल्सलाई सम्झना, भावना, तुलना तथा अनेक फिल्टरहरू लगाएर दुखाइको इन्टेन्सिटी अथवा मात्रालाई निर्धारण गर्दछ र अन्ततगत हामीलाई दुख्छ। र यो नै मस्तिष्कले निर्माण गरेको दुखाइको मात्रा अथवा इन्टेन्सिटी हो। अतएव व्यक्ति पछि मस्तिष्कले प्रयोग गर्ने फिल्टरहरू फरक हुन सक्ने भयो। बच्चाहरूमा सानो घाउले कोलाहल मचाउँछ भने ठुलो मान्छेमा समान घाउले केही पनि असर नगरिरहेको हुन सक्छ। पेन अथवा दुखाइ भनेको संसारमा सबैभन्दा बढी अनुभव गरिने मेडिकल सिम्पटम्स हो। एक्युट पेनको लागि एलोपेथीले दिने ट्रिटमेन्ट जस्तो सुन्दर र प्रभावकारी ट्रिटमेन्ट त अरू विधामा छैन नै, तर क्रोनिक पेनको लागि भने शैली विद्यमान उपचार पद्धतिहरू सबैमा केही न केही म्यानेजमेन्ट अप्सन्सहरू रहेको छ। अब तिनै उपचार पद्धतिहरूमध्ये पेन रिप्रोसेसिङ थेरापी भनेको क्रोनिक पेनकै कम्प्लिमेन्टरी म्यानेजमेन्ट अप्सन हो। अब स्ट्रक्चरल टिस्यु ड्यामेज भइरहेको छ भने त त्यो कन्डिसनमा त मेडिकेसन चाहिए नै हाल्यो। स्ट्रक्चरल टिस्यु ड्यामेजलाई कन्ट्रोलमा ल्याइसकेपछि जुन एउटा न्युरोप्लास्टिक पेन हुन्छ त्यसलाई मोडिफाई गर्नको लागि पेन रिप्रोसेसिङ थेरापी गर्ने हो, जसमा दिमागलाई चाहिँ नयाँ ढङ्गले ट्रेन गरिन्छ, पेनको बारेमा नयाँ ढङ्गले एजुकेसन र अवेरनेस दिइन्छ, ताकि पेनलाई अथवा दुखाइलाई दिमागले फरक ढङ्गले ग्रहण गर्न थाल्दछ। कोही मान्छे एउटा नन भेज मान्छे छ र उसले पछि अन्ततगत गएर केही धार्मिक कारणले गर्दा अथवा आफ्नो पर्सनल कारणले गर्दाखेरि भेजिटेरियनमा ऊ सिफ्ट हुन्छ। उसले नन भेज आइटम कुनै पनि खाँदैन भनेदेखि बिस्तारै बानी पर्दै जाँदाखेरि उसलाई नन भेजको, मटनको, चिकनको स्मेल नै एकदमै मन पर्न छोड्छ। मन पर्न छोड्ने मात्रै होइन, उसलाई घृणा नै सिर्जना हुन्छ। पहिला उसलाई त्यो स्वाद अथवा त्यो स्मेल एकदमै मन पर्थ्यो भने
पछिल्लो समयमा स्वादको त कुरै भएन, उसले छोँदैन भनेदेखि स्मेल सुँघ्दा नै उसलाई बान्ता आउला जस्तो भइरहेको हुन्छ कि स्मेल त त्यही नै हो नि। बस यसमा के भयो भन्दाखेरि दिमागलाई फरक ढङ्गले ट्रेन गरिसकेपछि त्यो स्मेल एकदमै नराम्रो लाग्न खोजेको हो नि। पहिला त्यस्तो मनपर्ने स्मेल अहिले चाहिँ नि एकदमै घृणाजन्य स्मेलमा परिणत भयो नि। त्यो सबै के कारणले गर्दा भन्दाखेरि स्मेलको परिवर्तन भएको होइन, हाम्रो दिमागको अवेरनेस, हाम्रो दिमागको त्यो गन्धलाई लिएर हुने पर्सेप्सनलाई चेन्ज गरेको हो नि। हो त्यस्तै गरी दिमागलाई पेनको बारेमा पर्सेप्सन चेन्ज गर्नु नै पेन रिप्रोसेसिङ थेरापी हो। अब यसको क्लिनिकल एभिडेन्स पनि एकदम राम्रो छ। 2021 मा जामा साइकियाट्रिकमा पब्लिस भएको एउटा रिसर्चले पनि के देखाएको छ भने लगभग 66% मान्छेहरूमा पीआरटी थेरापी गरेको मान्छेहरूमा चाहिँ पेन चाहिँ नि कम्प्लिटली गएको अथवा झन्नै गएको भनेर देखाएको छ।